नमस्कार, यहाँहरूलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म काठमाडौँबाट पनौती कुसादेवी जाँदैछु। मैले चाहिँ अहिले यहाँ रत्न पार्कबाट पुरानो बस पार्क हुँदै भद्रकाली हुँदै आफ्नो यात्रा तयार गरेको छु। यहाँहरूलाई कस्तो लाग्छ हेरिदिनु होला। केही कमेन्ट भए पनि गरिदिनु होला। अहिले चाहिँ म सिंहदरबार अगाडि पुगेको छु। सिंहदरबारको जाममा पुगेको छु। माइती घर हुँदै हामी अगाडि बढिरहेका छौँ। हामी बानेश्वर पुग्न लाग्यौँ अहिले। र अहिले चाहिँ हामी यो साँगातिर पुग्यौँ। यहाँहरूले साँगातिर देख्न सक्नुहुन्छ। साँगाको शिव मन्दिर, ठुलो शिव मन्दिर देख्नु भएको छ यहाँहरूले। माथि डाँडामा अहिले म चाहिँ बनेपा आइपुगेको छु। बनेपाको बाटो चाहिँ अलि बिग्रेको रहेछ, नयाँ मर्मत गर्दै रहेछ, नयाँ निर्माण गर्दै रहेछ। अहिले चाहिँ ऐतिहासिक पनौती नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु भनेर ठुलो गेट राखेको छ। साँच्चै पनौती बजार चाहिँ एकदम राम्रो छ। पनौती नगरपालिका मेरो एकदम बेस्ट फेभरेट प्लेस हो, एउटा काठमाडौँ नजिकैको। सरर हामी अब पनौती बजार आइपुग्न लाग्यौँ। अब चाहिँ पनौती बजार आइपुग्यो। म चाहिँ पनौतीमा ओर्लेर यहाँ अटोमा चढेर चाहिँ कुसादेवी जान लागिरहेको छु। र यो चाहिँ कुसादेवीको मेरो दिदीको घर अगाडिबाट देखिएको ठाउँ।